हाम्रो प्रस्तुति गरुड पुराण माइनस भाग 1 मा तपाईले जान्नुभयो कि मृत्युको समयमा मानिससँग के हुन्छ र कसरी जीवात्मालाई यमलोक लगिन्छ। आजको यस प्रस्तुति मार्फत हामी जान्नेछौँ मृत्युपछि जीवात्मा कति दिनसम्म घरमै बस्छ। यस विषयमा हाम्रो धर्मशास्त्रहरूमा के वर्णन गरिएको छ, यी सबै कुरा हामी तपाईलाई यस भिडियो मार्फत जानकारी दिनेछौँ। आध्यात्मिक तथा धार्मिक ज्ञानको वृद्धि गर्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अब ढिलो नगरी आजको विषय सुरु गरौँ। संगीत। गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित ग्रन्थ हो, जसका अधिष्ठाता देव सृष्टिका पालनकर्ता भगवान विष्णु हुनुहुन्छ। तपाईले हाम्रो गरुड पुराण भाग 1 मा देख्नु भएको थियो कसरी यमदूतहरू जीवात्मालाई यमलोक लैजान्छन्। गरुड पुराण अनुसार मृत्यु पश्चात 24 घण्टापछि जीवात्मा पुनः फर्किन्छ। यी 24 घण्टाको अवधिमा जीवात्मालाई आफ्नो सम्पूर्ण जीवनको लेखाजोखा देखाइन्छ, जसमा उसले जीवनभर कति पाप र कति पुण्य कर्म गरेको छ भन्ने मूल्याङ्कन गरिन्छ। यसपछि आत्मालाई पुनः त्यही घरमा ल्याइन्छ जहाँ उसले आफ्नो शरीर त्याग गरेको हुन्छ। त्यस घरमा 13 दिनसम्म जीवात्मा आफ्नै परिवारको बीचमा बस्छ। वासना र मोहले भरिएको त्यो जीवात्मा बारम्बार आफ्नो शरीरमा प्रवेश गर्न खोज्छ, तर यमदूतहरूले मार्ग रोकेकाले ऊ केही गर्न असमर्थ हुन्छ। ऊ आफ्ना परिवार, नातेदार र मित्रहरूलाई आफ्नो मृत्युमा शोक गरिरहेको देख्छ। उनीहरूलाई चुप गराउन खोज्छ, तर कसैले पनि उसको उपस्थितिको अनुभव गर्न सक्दैन। त्यसपछि उसले आफ्नै मृत शरीरलाई आफ्नै आँखाले देख्छ। भोक र तिर्खाले अत्यन्त पीडित भएर ऊ चिच्याउँदै रुँदै विलाप गर्न थाल्छ। गरुड पुराणमा यो पनि उल्लेख गरिएको छ कि मानिस पुण्य कर्म त गर्छ, तर उसका पापहरूको संख्या प्रायः पुण्यभन्दा बढी हुन्छ। यसै कारण मृत्यु पश्चात पिण्डदान अनिवार्य मानिएको छ। 10 दिनसम्म पुत्रहरूले जीवात्माको उद्देश्यले पिण्डदान दिनुपर्छ। यदि मृतकको पिण्डदान गरिएन भने जीवात्मा अनन्त समयसम्म भौतारी रहन्छ र हजारौं वर्षसम्म पीडा र कष्ट भोगेपछि मात्र अर्को जन्म प्राप्त गर्छ। दिइने पिण्डका 4 भाग हुन्छन्। 2 भागबाट मृतकको शरीर बन्छ। तेस्रो भाग यमदूतहरूले लिन्छन्। चौथो भाग मृतकको भोजनका लागि हुन्छ। 9 दिनको अवधिमा प्रेतले पुण्य शरीर प्राप्त गर्छ। शरीर बन्न थालेपछि पिण्डबाट बनेको शरीरका कारण प्राणीलाई अत्यन्त भोक लाग्छ। गरुड पुराण अनुसार पहिलो 10 दिन दिइने पिण्डदानमा स्वधा, आवाहन वा आशीर्वाद मन्त्र प्रयोग गरिँदैन। केवल मृतकको नाम र गोत्र उच्चारण गरेर पिण्डदान दिइन्छ। दाह संस्कारपछि पिण्डदानद्वारा मृतकलाई 1 हात लामो शरीर प्राप्त हुन्छ, जसको सहायताले उसले यमलोकको मार्गमा आफ्ना शुभ अशुभ कर्मको फल भोग्छ। पिण्डदान अनुसार शरीर निर्माण यस प्रकार हुन्छ। दिन। निर्माण हुने अङ्ग। पहिलो दिन शिर, मूर्धा। दोस्रो दिन घाँटी र काँध। तेस्रो दिन हृदय। चौथो दिन पिठ्यूँ। 5औं दिन नाभि। 6औं दिन कम्मर। 7औं दिन जाँघ। 8औं दिन घुँडा। 9औं दिन तालु र मुख। 10औं दिन सुधा, यसले भोक प्यासको शक्ति दिन्छ। शरीर प्राप्त गरेपछि जीवात्मा भोकले पीडित भएर घरको ढोकामा बस्छ। 10औं दिनको पिण्डदानमा मृतकको प्रिय भोजन बनाइदिनु आवश्यक हुन्छ, किनकि शरीर पूरा बनेपछि उसलाई अत्यधिक भोक लाग्छ। प्रिय भोजन बाहेक अन्य भोजन दिएमा उसको भोक शान्त हुँदैन। 11औं र 12औं दिन प्रेतले भोजन ग्रहण गर्छ। ती दिनहरूमा स्त्री वा पुरुष दुवैका लागि प्रेत शब्द प्रयोग गरेर दीप, अन्न, जल र वस्त्र दान दिनुपर्छ, किनकि यसले मृतकलाई आनन्द दिन्छ।
13औं दिन शरीर धारण गरी भोग तिर्खाले पीडित प्रेतलाई यमदूतहरूले लिएर जान्छन्। यही दिनदेखि यमलोकको यात्रा सुरु हुन्छ। मानिसले आफ्नो कर्मकै कारण मृत्यु पश्चात हुने यातनाहरू भोग्छ। जसले जति धेरै पाप गरेको हुन्छ उसको अन्तिम यात्रा उति नै कठिन हुन्छ र जो पुण्यात्मा, निष्कपटी र भगवान प्रेमी हुन्छ उसको स्वर्गतर्फको यात्रा उति नै सरल र सुखद हुन्छ। त्यसैले हामीले बुझ्नै पर्छ, कर्मको फल केवल जीवनमै होइन मृत्यु पश्चात पनि भोग्नुपर्छ। यसैसँग गरुड पुराणको यो भाग यहाँ समाप्त हुन्छ। अर्को भागमा तपाईले अझ गहिरा रहस्यहरू जान्नुहुनेछ। हाम्रो उद्देश्य केवल तपाईको ज्ञान वृद्धि गर्नु र धर्मप्रतिको जिज्ञासा बढाउनु हो। यदि कुनै त्रुटि भएको भए कृपया क्षमा गर्नुहोला। अब हामी चाँडै अर्को नयाँ ज्ञानवर्धक प्रस्तुति लिएर आउनेछौँ। आजका लागि यति नै। भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। जय जय श्री राम।